हेलो वेलकम ब्याक टु माई च्यानल गाइज। आज चाहिँ हामी कहाँ जाँदैछौँ, डाँडा घर जाँदैछौँ। त्यही भएर एउटा सानो मिनी भ्लग बनाएको। अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। अनि हामीसँग जाने चाहिँ को भन्दाखेरि मेरो प्यारो भाइ आएको छ, झक्कु पट्यास हो, थोमस। नाम पनि खतरा छ गाइज, नाम अनुसार काम पनि छ। अनि मेरो प्यारी बहिनी चाहिँ यता हेर्न, हामी कहाँ जाँदैछ। हामी ब्ल्याक आजको आउटफिट चाहिँ यो चाहिँ भेनाको। हामी चाहिँ धेरै मोटो भएर आफ्नो लुगा केही फिट नभएर अनि एउटा सजेसन मोटाउनु भने ब्ल्याक लुगा लाउनु पर्ने रहेछ है त गाइज। तपाईँलाई गर्मी हुँदैन हल्का। अनि त्यस पछाडि हामीले चाहिँ सबै कुराहरू अब रेडी भइसक्यो जानलाई। यहाँनिर चाहिँ मैले चाहिँ मेरो डगीलाई अघि खाना पनि दिइसकेँ। रिसाइरहेछ म्याक्स, बाई। रिसाउँछ क्या, बाई। उता फर्किरहेछ, कस्तो रिसाउँछ बाई म्याक्सु। उता फर्किन्छ क्या, यो फेरि अति गर्छ होइन। अब हामी जाँदैछौँ टोलीहरू। रचना फेरि उता भ्लग बनाउँदैछु। तिमी दादाको आउटफिट चाहिँ के छ? सिम्पल बेस्ट। भाइको आउटफिट बोबा छ यहाँ, जर्सी वेस्ट। यहाँ आऊ न, यहाँ भाइको म खतरा देखिन्छ। जर्सी फ्रम माई मदर, बर्थडे गिफ्ट। अनि पछाडि आऊ त झक्कु। आऊ न, जे उल्टो देखिरहेछ कि झक्कु नै देखेको छ उसको चाहिँ। सक्यो। ल हामी जाँदैछौँ। यस्तै गर्नु। हामी जाँदैछौँ। म कस्तो देखिएको गाइस? राम्रै दिदी राम्रै हो कि म राम्रै हो? आम्मा भाइ के खाएर बढ्यो? युरा लाउँछ कहाँ नखाएर हो? अब म तपाईँहरूलाई एउटा च्यालेन्ज, अबको 3 महिनामा म पनि खर्च हाइट त गर्दैन नि त। हाइट बढ्दैन दाजु भनेको। एट द इन्ड हाइटले नै हामीलाई मार्छ। मेरो चप्पल यत्रो हिल्ला। अब हामी जाँदैछौँ। अब नाइट हाम्रो अटोमा जाँदैछौँ। ड्राइभर चाहिँ को हो? ड्राइभर टोलको एउटा बेना हुन्छ, मार्नुहुन्छ है। ल हामी कहाँ जाँदैछौँ? हामी रेस्टुरेन्ट जाँदैछौँ। त्यही भएर अनि स्पोन्सर चाहिँ को? स्पोन्सर को? बिनाजु। उहाँले नल्ली भाइ, तिम्रो भिराजु त एकजना मात्रै होला नि? ए होइन, बिनाजु मेरोमा राम्रो आउँछ नि भाँडाभन्दा। ओ माइ गॉड, स्वीट। साँच्ची हो रहेछ हौ। आइफोन 11 बाई बाई। अफ भइसक्यो लाइट। अब हामी जाको गाइज। उतानिर नि दुर्गा पर्साईको स्कुलको चाहिँ गाडी फसिरहेछ होइन। अब म त्यस्तो ठेल्न गएको है गाइजहरू, खेल्न गएको। हामी यहाँ टिम हेरेर खेल्ने। जानुहोस्, हामी तपाईँको गाडी बताउँछौँ। हामी चाहिँ तक्सिसिला स्कुलको त्यो बस फसिरहेछ। हामी दुईजना गएर के गर्नु? ठेल्ने। रचना दिदी टक्कै आउनुहुन्छ। ओके बाई बाई गाइज। उता हेर्न सक्नुहुन्छ, त्यहाँनिर देख्न सक्नुहुन्छ तक्सिसिला स्कुलको बस घरि उयो गरिरहेको छ है त गाइज। हामी लाग्यौँ। हामी अब गाडी दिएन होला हौ। के अरे कान्छु? भरे गाडी दिएन होला। अन्त हिँड्दै आउनुपर्छ जस्तो ल। हजुर ओइ ढल्छौ है ढल्लास नि। हामी चाहिँ आमामा एउटा स्पिड ब्रेकरमा चारजना हो त साँच्ची। लु बाई बाई ल गाइज, भरे भेटौँ। यता हेरिदिनु त। अब हामी
बुलेट त साह्रो डह्रो छ हौ। पुग्यौँ हामी डाँडाघर पुग्यौँ। कपाल बिग्रियो यहाँ बनाएर पक्रियो। कपाल मिलाउने क्रम जारी छ गाइस। अब हामी जाँदैछौँ, उहाँहरू पनि अगाडि अगाडि। हामी कता बस्ने डियर? कुन डाँडाघरमा बस्नु? पर हावा सरेर हुन्छ होला त। लाइट छैन त्यहाँ सोध्नु त के यहाँ बस्ने? यहाँ एउटा डाँडाघर छ, आज यहाँ एउटा डाँडाघर छ। डाँडाघर भनेको चाहिँ यही नै हो। मलाई यो भिडियो पठाइदिनु राम्रो छ। तपाईँले नै यो डेकोरेसन गर्नुभएको होइन छु। अब हामी चाहिँ यो क्याबिनमा बसेर चाहिँ नभन्न रचना चाहिँ नभन् क्या, हामी यो यहाँ बसेर चाहिँ हामी टक्कसँगले रमाइलो गर्नेछौँ। कुर्सी त कुर्सी नै हो कि त वरिपरि आनन्दकै हावा बोलेपछि गर्मीमा। अहिले चाहिँ लगभग कति बजेको छ त कुहेर त? ओके मलाई भिडियो पठाइदिन र उता बस् त। ए मै बस्नु? ओके होइन तर म यहाँ बस्नु बाहिर बस्नु ल। ओके जक्कु वर्तमान दे भाइ। कस्तो गर्नु अरे? उसले त उयो जे चल्छ नि यहाँ नै राँगा के अरे साथी त खान्छ नि दादा। बिनिताको फेभरेट के हो बिनिता? चाउमिन र चिकन ललिपप। अनि मिराको मोमो र पिज्जा। फाइनल्ली हामी घर आइपुग्यौँ। ओके थ्याङ्क्स फर वाचिङ आवर भ्लग। थ्याङ्क यू भन। थ्याङ्क यू। कस्तो राम्रो आएको आमामा। हामीलाई टन्न भयो। छ्याउ बेजो त्यो त हाल्दिन। ओके बाई, थ्याङ्क्स फर वाचिङ, किप वाचिङ। बिरती भनेर मनको डेरा तिमीमै सारे परिलाई म त तिम्रै मायामा परे परिलाई मनको डेरा तिमीमै सारे परिलाई म त तिम्रै माया